कम्प्लिट बिगिनरलाई सिधै क्यान्डलस्टिक प्याटर्न चार्ट देखायो भने बुझ्न एकदमै गाह्रो हुन्छ। त्यसैले बिगिनरले पनि मजाले बुझ्ने गरेर फाइनेन्सियल मार्केट भनेको के हो हैन, ट्रेडिङ एकाउन्ट चाहिँ कति प्रकारका हुन्छन्, त्यसका प्लेटफर्महरू के छन् भनेर चाहिँ बिगिनरले बुझ्न मिल्ने गरेर मैले बिगिनर गाइड बनाएको छु। हेरौँ है त। सो हैन, फर्स्ट अफ अल चाहिँ हामीलाई कन्फ्युज हुने भनेको चाहिँ मार्केटहरू के छन् हैन। अब स्क्याल्पिङ भन्छ, कसैले डे ट्रेडिङ भने के हो, एकदमै कन्फ्युज हुन्छ क्या। त्यही भएर यो टेबल हेर्नुभयो भने एकचोटि मजाले बुझ्न सक्नुहुन्छ। अब लेफ्ट साइडमा हेर्न सक्नुहुन्छ 8 प्रकारका छन्। मेनली चाहिँ स्टक, फरेक्स, कमोडिटिज, इन्डिसेस र क्रिप्टो हैन। यो 1 देखि 5 सम्मका चाहिँ बिगिनरले चाहिँ अब अलिअलि भए पनि बुझ्नुपर्ने जरुरत हुन्छ हैन। अब स्टक भनेको चाहिँ एप्पल र माइक्रोसफ्ट अथवा कुनै पनि कम्पनीको ओनरसिप भइहाल्यो हैन। फरेक्स भनेको चाहिँ अब मेनली अब फरेक्स भनेर तपाईँहरूले चाहिँ भिडियोहरूमा हैन, टिकटक, युट्युब सबैमध्ये देख्नुभयो होला। फरेक्स भनेको चाहिँ फरेन एक्सचेन्ज भन्छ क्या हैन। त्यसलाई चाहिँ जस्तै अब युएसडी, जेपीवाई, युरो युएसडीमा चाहिँ ट्रेड गर्न मिल्यो। कमोडिटिज भने अब गोल्ड भन्छ। गोल्ड चाहिँ कसरी ट्रेड गर्ने भने यसलाई चाहिँ अब 100 युएसडी सिम्बलमा हैन, अनि कमोडिटिजको चाहिँ ट्रेड गर्न मिल्यो क्या। यसमा पनि जस्तै सिएफडीमा चाहिँ भन्छ हैन, त्यो पछि बुझाउँछु म। अनि इन्डिसेस एसएनपी 500, नास्डाक योहरू पनि सुन्नुभएको होला, यो पनि ट्रेड गर्न मिल्यो। क्रिप्टो करेन्सी अब बिटकोइन, इथेरियमहरूमा पनि लाइक ट्रेड गर्न मिल्यो। यो भनेको चाहिँ 1 देखि 5 सम्मको अलिकति के हो भनेर चाहिँ बुझ्नलाई एकदमै जरुरत हुन्छ। अब बोन्स, फ्युचर, अप्सन चाहिँ अब बिगिनरले नबुझ्दा पनि हुन्छ स्टार्टिङमा हैन। अनि अब यो भनेको चाहिँ स्टाइल अफ ट्रेडिङ भन्छ अथवा टाइप अफ ट्रेडिङ भन्छ हैन। अनि यो स्क्याल्पिङ भनेको चाहिँ एकदमै छोटो समयका लागि 1 मिनेटदेखि 5 मिनेट, 10 मिनेट अथवा 15 मिनेट हैन, त्यसका लागि चाहिँ हो। डे ट्रेडिङ भनेको चाहिँ अब बिहान किन्ने बेलुका बिक्री गर्ने अथवा बिहान किन्ने दिउँसो बिक्री गर्ने, मिनिमम 2-3 घण्टासम्म राख्नेलाई चाहिँ अब डे ट्रेडिङ भन्छ। स्विङ ट्रेडिङ भनेको चाहिँ 1 डेदेखि 1 हप्ता, 2 हप्ता, 3 हप्ता अथवा 1 महिनासम्मलाई पनि अब स्विङ ट्रेडिङ भन्न मिल्यो। इन्भेस्टमेन्ट भनेको लङ टर्मको लागि, जस्तै अब मैले आज इन्भेस्ट गर्दै कुनै स्टकमा 1 वर्षसम्म चाहिँ मलाई केही हेर्नु परेन, 2 वर्ष, 5 वर्ष, 10 वर्ष हैन। अब त्यो एकदमै लङ टर्मको लागि चाहिँ हामीले जब इन्भेस्ट गर्न खोज्छौँ तब चाहिँ इन्भेस्टमेन्ट। अब स्टकको लागि चाहिँ यो डे ट्रेडिङ, स्विङ ट्रेडिङ, इन्भेस्टमेन्ट चाहिँ बेस्ट छ। फरेक्सको लागि चाहिँ बेस्ट भनेको स्क्याल्पिङ र डे ट्रेडिङ हो। अब इन्भेस्टमेन्ट चाहिँ फरेक्समाथि खासै हुँदैन। कमोडिटिजमा चाहिँ त्यही हो, स्क्याल्पिङ, डे ट्रेडिङ अनि र इन्डिसेस, क्रिप्टोमा चाहिँ सबै हुन्छ। अनि क्रिप्टोमा चाहिँ हेर्न सक्नुहुन्छ सबै छ क्या। अब क्रिप्टोमा पनि एकचोटि इन्भेस्ट गरिदिनुहोस्, 1 वर्ष 2 वर्षपछि पनि गर्न मिल्यो नि त हैन। तर यसमा चाहिँ स्क्याल्पिङ, डे ट्रेडिङ, स्विङ ट्रेडिङ सबै गर्न मिल्यो। अब एकचोटि यो टेबल हेर्नुभयो भने अथवा स्क्रिनसट लगेर राख्नुहोस् हैन, एकदमै सजिलो हुन्छ बुझ्नलाई। अनि हैन, ट्रेडिङ एकाउन्ट र त्यसका प्लेटफर्महरू के छन् भनेर हेरौँ है त। मेनली चाहिँ अब ट्रेडिङ एकाउन्ट चाहिँ एउटा डेमो एकाउन्ट, लाइभ एकाउन्ट र फन्डेड एकाउन्ट। डेमो भनेको चाहिँ भर्चुअल मनी हो। हामीलाई चाहिँ अब यत्तिकै डिजिटल मनी देखा हुन्छन्, त्यो मनीले चाहिँ हामीले प्र्याक्टिस गर्न मिल्यो हैन, रिस्क भएन नि त, आफ्नो पैसा जाने भएन। अनि बिगिनरका लागि चाहिँ एकदमै बेस्ट हुन्छ। त्यो गर्नका लागि केही पनि चाहिएन, MT5 को एकाउन्ट खोल्ने अनि ट्रेडिङ भ्यूमा चाहिँ अब पेपर ट्रेडिङ गर्ने, मजाले सक्यो। लाइभ ट्रेडिङ भनेको चाहिँ, लाइभ एकाउन्ट भनेको चाहिँ अब एक्सनेस, एक्सएम ट्रेडिङ अथवा आइसी मार्केट अरू पनि छन् हैन, आफैले चाहिँ एकचोटि हेर्न सक्नुहुन्छ। अनि अब मैले खोलेको चाहिँ एक्सनेस एक्सएम ट्रेडिङ हो। यसमा चाहिँ अब रियल मनी हाल्ने 10-15 हज़ार, त्यसबाट ट्रेड गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ अब फन्डेड एकाउन्ट अथवा प्रोफर्म फन्डेड भनेर चाहिँ धेरै सुन्नुभएको होला। यो भनेको चाहिँ कम्पनी हुन्छ, त्यो कम्पनीमा हामीले चाहिँ कम्पनीलाई चाहिँ $100 दियौँ, तिनीहरूले चाहिँ एकाउन्ट दिए हामीलाई हैन, 10,000, 15,000 डलरको अथवा 50,000 डलरको। त्यो दिए बापत हामीले चाहिँ इभ्यालुएसन फेज भन्ने हुन्छ हैन। अब स्टेप 1, स्टेप 2 त्यो पास गरेपछि हैन, कम्प्लिट भयो इभ्यालुएसन फेज। इभ्यालुएसन फेज पास गरिसकेपछि हामीलाई तिनीहरूले एकाउन्ट दिन्छन्। त्यसबाट चाहिँ हामीले ट्रेड गरिसकेपछि यदि प्रफिट कमायौँ भनेपछि त्यसको चाहिँ 80% अथवा 90% जति चाहिँ हामीले राख्ने, अरू चाहिँ अब यो जुन कम्पनी हुन्छ फन्डेड नेक्स्ट, एफटिएमओ, यिनीहरूलाई चाहिँ हामीले दिनुपर्ने हुन्छ। यो भनेको चाहिँ अब लाइक कम्पनीले हामीलाई ट्रेड गर्नका लागि चाहिँ पैसा दिएको हुन्छ। अब त्यही रुलमाथि बसेर हामीले ट्रेड गर्नुपर्ने हुन्छ। यो चाहिँ अब बेसिक अलिकति स्टार्ट गर्नुभन्दा अगाडि जाने भनेपछि चाहिँ एकदमै सजिलो हुन्छ। एकचोटि यो पनि मजासँग स्क्रिनसट अथवा लगेर राख्न सक्नुहुन्छ। अनि अब अर्को भनेको चाहिँ यो पनि इम्पोर्टेन्ट नै हो हैन। अब जस्तै अब सिएफडी भन्छ, कसैले फ्युचर भन्छ, कसैले अप्सन भन्छ हैन। त्यसमा चाहिँ अब हामीले मेनली फरेक्स गर्ने भनेको चाहिँ यो लेभलको जुन कन्ट्र्याक्ट फर डिफरेन्स भन्छ क्या, यो भनेको चाहिँ ट्रेड गर्ने हो प्राइस मुभमेन्टमा क्या हैन। अब तलमाथि जब जान्छ नि प्राइस डिफरेन्समा चाहिँ अनि ट्रेड गर्ने हो। अब फरेक्स सिएफडी हुन्छ हैन। अब गोल्डमा चाहिँ हामीले कसरी ट्रेड गर्ने भन्ने हुन्छ नि त। अब गोल्डको सिएफडी हो क्या,
कन्ट्र्याक्ट फर डिफरेन्सको कन्ट्र्याक्टमा चाहिँ हामीले अब त्यो ब्रोकरले हामीलाई दिएको हुन्छ। अब त्यो डिटेल बुझ्नलाई अब छुट्टै एउटा भिडियो बनाउनुपर्छ, बट यति बुझ्नुहोस् कि कन्ट्र्याक्ट फर डिफरेन्स हुन्छ, प्राइस मुभमेन्टमा हामीले ट्रेड गर्न मिल्छ। अब स्पोर्ट फ्युचर अप्सन होइन इटिएफ यिनीहरू पनि अब हेर्न सक्नुहुन्छ यसबाट। अब मैले त्यो एउटा बुझाउन थाल्यो भने भिडियो एकदमै लामो हुन्छ होइन, त्यही भएर अहिलेलाई यति। अब लास्टको फाइनल होइन, अब एकदम बिगिनरले चाहिँ के गर्ने, डेमो एकाउन्ट बनाउने होइन, MT5 माथि डेमो एकाउन्ट बनाउने, ट्रेडिङ भ्यूमा जाने, एनालाइसिस गर्ने होइन। अब त्यसपछि अब जस्तै ट्रेडिङ भ्यूमाथि जानुहोस् होइन। अब यो चाहिँ BTC USD को भयो होइन, 1 मिनटको चार्ट हो यो, अथवा 5 मिनटको चार्ट हेर्नुहोस् होइन। यहाँबाट चाहिँ एनालाइसिस गरेर गर्न सक्नुहुन्छ। अनि अब अर्को चाहिँ MT5 मा पनि साइनअप गर्ने हो होइन। त्यसमा चाहिँ अब डेमो एकाउन्ट चाहिँ लगइन गरेर रियल ट्रेडिङ गरेको जस्तो अनुभूति हुन्छ। त्यही भएर अब स्टार्टिङमा चाहिँ तपाईँले यो गर्नुभयो भने चाहिँ एकदमै बेस्ट हुन्छ। अनि रियल एकाउन्टको लागि चाहिँ अब नर्मली इमेल त चाहियो नै होइन। अनि ब्रोकर एकाउन्ट खोलिसकेपछि चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ, KYC गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ तपाईँको अब नागरिकता अथवा पासपोर्ट अथवा रेसिडेन्ट कार्ड के चाहन्छ होइन, के लगेपछि त्यसले एक्सेप्ट गर्छ त्यसलाई दिने। त्यसपछि अब डिपोजिट गर्ने मनी, डिपोजिट गर्ने अब तरिका पनि डिफ्रेन्टहरू हुन्छ होइन। अनि अब फर्स्टमा चाहिँ 10,000 कि 15,000 जति डिपोजिट गर्नु होला। त्यसपछि अब मार्केट एनालाइसिस गर्नलाई चाहिँ ट्रेडिङ भ्यूमै गर्ने। अनि अब MT5 मा चाहिँ लगइन गर्नुपर्ने, जस्तै ब्रोकरले चाहिँ ID र पासपोर्ट दिन्छ क्या होइन, ID र पासपोर्ट दिन्छ। अनि त्यो चाहिँ हामीले यो के अरे MT5 मा चाहिँ लगइन गर्नुपर्छ। अनि त्यहाँबाट चाहिँ हामीले एक्चुअल ट्रेड चाहिँ माने एक्जिक्युट हुन्छ क्या। अनि जस्तै ट्रेडिङ भ्यूमा चाहिँ एनालाइसिस, अब मार्केट माथि जान्छ तल जान्छ अथवा बाई सेल के गर्ने भनेर होइन, त्यो हेर्नलाई चाहिँ अब ट्रेडिङ भ्यू चाहिँ बेस्ट छ होइन अहिलेलाई। अब यो चाहिँ एकदमै बेसिक होइन, बुझ्नलाई कसैले पनि केही जानेको छैन त्यसका लागि चाहिँ हो होइन, अलरेडी जानिसकेकालाई अथवा मार्केट बुझिसकेकालाई चाहिँ होइन यो भिडियो। तर पनि एकचोटि हेऱ्यो भनेपछि ओभरअल चाहिँ यस्तो हुँदो रहेछ है भनेर बुझ्नलाई चाहिँ एकदमै राम्रो छ। सो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि फलो गर्न नबिर्सिनु होला र मैले कमेन्ट गरिदिनु होला अब यसपछि चाहिँ के भिडियो बनाउँदाखेरि बेटर हुन्छ है त। थ्याङ्क यू सो मच फर वाचिङ।